म तयार चाहिँ गर्छ। जब तपाईँ र म तयार हुन्छौँ, जब तपाईँ र म तयार हुन्छौँ अनि परमेश्वरले त्यहाँ शक्तिशाली रूपले चलाउन सक्नुहुन्छ। तर जबसम्म तपाईँ र म तयार हुँदैनौँ तबसम्म हामी शक्तिशाली रूपले चल्न सक्दैनौँ। अनि मैले अर्को कुरा आशिषको कुरा के देखेँ भन्दाखेरि मण्डलीहरूमा पनि हिजो 2 दिनको सेवाकाई भयो। अनि अरू अब म नेपालभरि घुमिरहन्छु, नेपालको विभिन्न ठाउँहरूमा सेवा गर्न गइरहन्छु, उता इन्डियातिर गइरहन्छु, इन्डियाको विभिन्न जग्गामा गइरहन्छु। मैले देख्दै गर्दा कुनै पनि ठाउँमा एउटा नेपाली कम्युनिटीभित्र चाहिँ छोरी मान्छेहरू चाहिँ एकदमै धेरै हुने। 4 भागको 3 भाग छोरी मान्छे हुने, 1 भाग मात्र छोरा मान्छे हुने। तैपनि हिजो त्यहाँ पतिर पनि त्यस्तै प्रकारको थियो। अनि उता झापातिर हेऱ्यो भने त्यही छ, मोरङतिर जताततै त्यही प्रकारको छ। तर परमेश्वरले मकवानपुरमा चाहिँ अलिक फरक भएछ। यहाँ चाहिँ हाम्रो छोरा मान्छेहरू निकै छ। अनि त्यो चर्चमा म गएर म के भन्छु, तपाईँ छोरा मान्छेहरू अल्छी काम छैन, अब छोरी मान्छेलाई पास्टर अभिषेक गर्नुहोस् भनेर भन्नु। पास्टर बिसाएर हुन्छ कि के हुन्छ त, यो मान्छेलाई आमा बोलाएछु भन्नु होला। किनभने कथाले माग्यो नि त। छोरी मान्छे चाहिँ धनाधन, छोरा मान्छे चाहिँ 5 जना, 5 जनामा एउटा सिनियर पास्टर, अर्को जुनियर पास्टर, फेरि अर्को के पास्टर र पास्टर। छोरी मान्छेले भयो जति सारा दुनियाँ छ सबै एउटा अगुवामा पनि प्राप्त हुन्छ। बोल्न दिनु हुँदैन भनेर उनीहरूले भन्छ। तर हाम्रो अनन्त आशा मण्डलीमा हामीहरू त्यो गर्दैनौँ। प्रभुले जस व्यक्तिलाई बोलाउनुहुन्छ, केही व्यक्तिलाई परमेश्वरले अभिषेक गर्नुहुन्छ, त्यही व्यक्तिलाई हामी गर्छौँ। आमेन। परमेश्वरले हामीलाई जसरी टिटिसीको रूपमा हामीलाई दोहोऱ्याउँदै हुनुहुन्छ। हामी अनन्त आशा मात्र सामेल छैनौँ, नेपालभरिमा तपाईँलाई कतिको थाहा छैन, ठिक छ। नेपालभरिमा परमेश्वरले झनै 45वटा जिल्लामा हामीलाई प्रयोग गर्नुहुन्छ। 40-45वटा जिल्लाको मण्डलीहरूसँग जोडेर लाँदै गर्नु हुँदाखेरि हामी एउटा टिम भएर हामी मुभ भइरहेको छौँ। आमेन। टिम भएर मुभ हुँदै गर्दा हाम्रो एउटै मात्र उद्देश्य हो, एउटै मात्र लक्ष्य हो। हामी संसारमा भएको रुपियाँ पैसा धन दौलत होइन, गाडी बङ्गला जग्गा जमिन सारा दुनियाँ हामीलाई चाहिन्छ। र हामी त्यसको पछि लाग्दैनौँ। हामी चाहिँ परमेश्वरको राज्य विस्तार हरेक ठाउँमा हामी जाँदै गर्छौँ। हामीले दिनु हेर्नु। तपाईँ र मैले यो संसारमा म अहिले 50 वर्ष पुगेँ, 50-51 वर्ष पुगेँ। अब धेरै बाँचेँ भनेको अब 30 वर्ष बाँच्छु होला, त्यो पनि थाहा छैन। ल 30 वर्ष बाँच्यो अरे 30 वर्षमा 15 वर्ष त म सुतेर बिताउँछु, आधा त सुतिन्छ। 15 वर्ष बाँकी रह्यो। 15 वर्षमा त्यसको आधा त आफ्नो विचारले हिँड्छु होला, कहिले उता जान्छु, कहिले उता हुन्छु, कहिले यो गर्छु। अनि के अरे 7 वर्ष भयो। 7 वर्षमा म प्रभुसँगको सम्बन्धमा त्यो घनिष्ठतामा र उहाँसँग त्यो आगो लाउँदै म अघि बढ्न सक्छु। मैले भन्न खोजेको कुरा चाहिँ के हो भन्दाखेरि तपाईँ र मेरो जीवन, तपाईँ र मेरो समय, तपाईँ र मेरो आत्मिकी दौड यति प्रेसियस, यति महत्त्वपूर्ण, यति बहुमूल्य छ कि यो कुरा चाहिँ अनन्त आशा मण्डलीको हरेक गुरुजनहरूले, हरेक गुरुआमाहरूले, हरेक अगुवाहरूले र हरेक विश्वासले बुझिन्छ। आमेन। जब हामी यो कुरालाई बुझ्छौँ नि, हामीलाई कुनै पनि कुराले रोक्न सक्दैन, कुनै पनि कुराले छेक्न सक्दैन। जब यो कुरालाई हामी बुझेर अघि बढ्दछौँ अनि त्यहाँनिर परमेश्वरले शक्तिशाली काम गर्नुहुन्छ। हालेलुया। आमेन। आमेन। अनि तयार छौँ नि त परमेश्वर